आत्मीय दाजुभाइ दिदीबहिनीहरू, हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष 2082 आइपुगेको छ। नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मङ्गलमय शुभकामना। केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो। मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राज संस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको विदितै छ। विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ। यो प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिमवत् खण्ड नेपाल सिँगार्न र विकासको बिकुल फुक्न कसरी लाग्ने र लगाउने स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ। नयाँ वर्षले नयाँ आशा, उमङ्ग र उत्साह ल्याओस् अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस्। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।